हेलो साथीहरु वेलकम ब्याक टु माई भ्लग आज चाहिँ हामीहरु म बसेको सिटी योकामा घुम्न आएको थियौ त्यही हो अनि जस रमाइलो भइरहेको थियो अनि यो भिडियो गर्दै मलाई बोल्न चाहिँ अलिकति आज खासै अप्ठ्यारो लागेको भएर चाहिँ म घरमा आएर भोइस ओभर गर्दै छु देख्नुभयो यो चाहिँ केबल कार हैन यसमा चढ्नलाई 8000 क्या त्यत्रो महँगो अनि वी कान्ट अफोर्ड भनेर पैसै थिएन नि त म बसेको नजिक 5 मिनेटको मात्रै डिस्टेन्स भएको भएर हामी यहाँ घुम्न आएको सो हेर्नु न गाइजहरु यो चाहिँ जति नै क्राउड भए पनि हैन यो प्लेस चाहिँ हेर्दा नै एकदमै पिसफुल लाग्ने के अनि आजको वेदरको भाइब पनि यस्तो दामी भइरहेको थियो कि गर्मी पनि भएको थिएन जाडो पनि भएको थिएन के एकदमै रमाइलो भइरहेको थियो रमाइलो भइरहेको थियो भनौँ अनि यो चाहिँ हामीहरू यो पुल जस्तो छ नि यो ब्रिजलाई चाहिँ लन्डन ब्रिज भन्छ रे अनि हामीहरू चाहिँ यहाँ पनि घुम्न आएको थियो जियोस गाइजहरु हैन यदि इफ यु भिजिट जापान यु शुड डेफिनेटली कम हियर है किनभने यो चाहिँ एकदमै घुम्नको बेस्ट स्पट हो जस्तो लाग्यो मलाई चाहिँ हैन एकदमै खतरा दामी थियो के सबै थोक दामी नै थियो वेदर देखिबाट लिएर भ्यूहरु देखिबाट लिएर सो एकदमै रमाइलो भयो अनि ठुलो हैन यसमा चाहिँ त्यो हवाईको कोही के प्रोग्रामहरु भइरहेको थियो के म्युजिकहरु बजिरहेको थियो डान्सहरु गरिरहेको थियो मान्छेहरु सीमा चाहिँ बोटहरु पनि टन्नै थियो के यहाँ चाहिँ वेयर हाउस ए के हो हार्भ हाउस रहेछ कस्तो हार्भ हाउस भने साँच्चै अनि आज चाहिँ हामीहरू यो ठाउँ घुमेर अनि अर्को यहीँबाट नजिकको एउटा ठाउँ पनि घुम्न गएको थियौ भने चाहिँ पुरै प्रोग्राम गरेर डान्स भइरहेको थियो डङ 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 गरेर डान्स गरिरहेको थियो डुम 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 फोटोस् हामीले चाहिँ त्यहाँ क्लिक गरेको एक दुईवटा हामी चाइना टाउनमा छौँ यो चाहिँ टेम्पल चाइनिज टेम्पल अनि के साँच्ची यहाँ चाहिँ हामीले एउटा ठुलो कुकुर भेटेको थियो क्या हैन ठुलो डग भेटेको थियो त्यो डग यो यस्तो क्युट पनि अनि उभिँदा फेरि त हैन हामभन्दा लम्बु भइदिरहेको क्या यस्तो दामी थियो यो कुकुर जस चाइनिज बोटे कुकुर अनि त्यही हो गाइज आजको ब्लग यतिकै होप यु इन्जोयड विथ मी अनि लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला मेरो च्यानललाई सी यु इन द नेक्स्ट ब्लग बाई बाई